हजुरले अलमोस्ट पास्ट 10 इयर्सदेखि इन्डियन ब्याङ्क्सहरूले पनि नेपाली प्राइभेट सेक्टरमा इन्भेस्ट गर्न पाउनुपर्छ र त्यसको लागि नेपालले नै पहल गर्नुपर्छ भन्ने आइरहनु भएको थियो। अक्टोबर 1, 2025मा आरबिआईले आफै के घोषणा गर्यो भने इन्डियन ब्याङ्कहरूले पनि नेपाल, भुटान र श्रीलङ्काको प्राइभेट सेक्टरमा इन्भेस्ट गर्न पाउँछ भनेर घोषणा गर्यो। यसको इम्प्लिकेसन नेपालको लागि एउटा अपर्च्युनिटी हो कि थ्रेट हो कि के हो यसको इम्प्लिकेसन? यसलाई चाहिँ दुईटा एंगलबाट हेर्नुपर्छ। एउटा व्हाई इन्डिया इज डुइङ इट र नेपालको आर्थिक भूगोल खास गरिकन भारतसित जोडिएको र नेपालको मुद्रा पनि भारतीय मुद्रासितै पेग गरिएको छ। पेग गर्नु भनेको कन्स्टेन्ट रेटमा छ, एउटै रेटमा हैन, स्थिर विनिमय दर छ। त्यसबाट लाभ कसरी लिने भन्ने नेपालले अब योसित टेलरमेड पोलिसीहरू बनाउनु पर्छ। योसित कसरी सिंक्रोनाइज गर्दै जाने र आफ्नो राष्ट्रलाई लाभ लिने पहिले नै यो नेपालले गर्नु पर्थ्यो। किनभने भारतीय रुपियाँसित हाम्रो पैसा पेग भएको छ, हाम्रो रुपियाँ पेग भएको छ। हामी भारतको क्यापिटल मार्केट पनि प्रयोग गर्दै छैनौं, भारतको फाइनेन्शियल मार्केट पनि प्रयोग गर्दै छैनौं। यो विचित्रको अवस्था थियो। अझ त्यहाँभन्दा परतिर गएर जुन करेन्सीसित, जुन मुद्रासित हाम्रो मुद्रा पेग भएको थियो त्यसैको सबै डेनोमिनेसन 500, 2000 का नोट पनि चलाउँदै थिएनौं। यो संसारमा कहीँ नदेखिने राज्य प्रवर्तित मूर्खता जस्तो थियो हाम्रो। यो नगर्नुको के स्पेसिफिक कारण थियो? कारण केही थिएन। त्यो हो चाहिँ हाम्रो नीति निर्माण तहमा भएको कन्फ्युजन। ओके, त्यो भन्दा बाहेक केही कारण थिएन। र अहिले चाहिँ भारतले पहिले यो किन गर्यो भन्नुपर्छ। यसको भारतले चाहिँ किन अहिले यो निर्णय लियो? यो जुन युएस डलर्स र आईएनआर को जुन अहिले वार चलिरहेछ इन्डिया र अमेरिकाको, त्यसको पनि के इम्प्लिकेसन छ यो स्ट्राटेजिक डिसिजन लिनको माथि? त्यसको पनि इम्प्लिकेसन छ निश्चय पनि। र दोस्रो, ग्लोबल्ली नै अब पोलिटिकल रिअर्डरिङ मात्रै होइन, इकोनोमिक रिअर्डरिङ पनि सुरु भएको छ ग्लोबल पोलिटिक्समा। त्यो इकोनोमिक रिअर्डरिङमा जसरी अघिल्ला दशकहरूमा चीन द्रुततर रूपमा आर्थिक रूपमा अगाडि आयो 90 को दशक पछाडि, त्यसरी नै अहिले चाहिँ भारतको आर्थिक वृद्धि दर पनि द्रुततर रूपमा अगाडि आइरहेको अवस्था छ। अहिले 5औं अर्थतन्त्र भइसक्यो, 27-28 मा पुग्दा ऊ तेस्रो अर्थतन्त्र हुँदैछ। त यो अवस्थामा अब चाहिँ संसारमा एउटा मुद्राको राजनीति कसरी चलिरहेको छ भने, अब भारतका मुद्राहरू, रुसको मुद्रा र चीनको मुद्रा, यी सबै पनि चाहिँ कन्भर्टिबिलिटीमा जानुपर्छ। यिनीहरूले पनि अन्तर्राष्ट्रिय एक्सेप्टेन्स प्राप्त गर्नुपर्छ। जसरी युएस डलर, युरो लगायत अब दक्षिण पाउन्ड, र्यान्ड हैन, जापानिज येनहरू छन् नि, त्यही दर्जामा यी पुग्नुपर्छ भन्ने एक किसिमको अहिलेको अन्तर्राष्ट्रिय राजनीति सुरु भइरहेको छ। अनि त्यो हुँदाखेरि अब जस्तो चिनिया मुद्रा आरएमबी को एक्सेप्टेन्स बिस्तारै बढ्दै छ। यो कन्भर्टिबल करेन्सी त होइन हैन, तर पनि यसको एक्सेप्टेन्सहरू चाहिँ बढिरहेको अवस्था छ। त्यस्तै गरेर भारतको चाहिँ यो बिचमा के हो भने, यसको पुरै मध्यपूर्वमा एक्सेप्टेन्स थियो। पुरै मध्यपूर्वमा इन्डियन करेन्सीमा मजाले ट्रान्जेक्सन गर्न सकिन्थ्यो आजभन्दा 30-35 वर्ष अगाडि। तर बिचको अध्यायमा त्यो इन्डियन त्यो मुद्रालाई चाहिँ एकदमै बाहिरबाट चाहिँ बाहिरको एक्सेप्टेन्स र एक्सेप्टेबिलिटी चाहिँ एकदम घटेर गयो। अहिले फेरि यसलाई चाहिँ अब यसको एक्सेप्टेन्स चाहिँ बढाउँदै लिएर जानका लागि भारतीय सरकारले पहल सुरु गर्यो र त्यसकारण यो नीति आएको देख्दछु म। दुईटा, एउटा चाहिँ कन्भर्टेबिलिटीतिर लिएर जानलाई, अर्को चाहिँ कन्भर्टेबल नभए पनि यसको एक्सेप्टेन्स चाहिँ अरू देशहरूमा बढाउँदै लिएर जाने। र तेस्रो के भने, यी देशहरूमा चाहिँ ट्रान्जेक्सनको
फेसिलिटी उसले एक्सपोर्ट इम्पोर्टको फेसिलिटी अगाडि बढाउन सक्यो भने त्यस पछाडि ऊ चीनसित पनि अब त्यो कुरा गर्न सक्छ। अब इरानसित पहिले पनि अलिकति गरिराखेको छ। अब मध्यपूर्वमा पनि आफ्नो त्यस किसिमको सुरु गर्छ। अफ्रिकन स्टेटमा पनि सुरु गर्छ। अहिले जुन ट्यारिफ वार भइरहेको छ अमेरिकासित, अमेरिकाको चाहिँ 33-34 करोडको बजारलाई विस्थापन गर्नलाई बजार व्यवस्थापन तीव्रतर रूपमा अहिले उसले अगाडि बढाएको छ। त्यसलाई पनि यसले चाहिँ फेसिलिटेट गर्छ र यसले के गर्यो भने र अर्थतन्त्र बढ्दै जाँदाखेरि इन्डियन पर्सपेक्टिभबाट हेर्दाखेरि के देखिन्छ भने जब कुनै पनि देशको अर्थतन्त्र सबल हुँदै जान्छ त्यसले त पैसाको कामै के हो भने अरू पैसा कमाउने। अनि इकोनोमिक्सको सिम्पल बेसिक प्रिन्सिपल हो। र देशभित्रको मात्रै अपर्च्युनिटीले पुग्दैन। अनि त्यतिखेर बाहिर चाहिँ त त्यो एक्सपान्ड गर्न थाल्छ क्या त्यो पैसा स्वाभाविक रूपले। जसरी चीनले अरू देशमा लगानी सुरु गर्यो, त्यसमा दुईटा मोडल हुन्छ। एउटा त्यहाँका कम्पनी नै गएर लगानी गरेर त्यहाँबाट प्रफिट लिएर आउने, जस्तै चाइनिज धेरै कम्पनीहरूले यहाँ लगानी पनि अरूतिर पनि लगानी फ्याक्ट्रीहरू छन्, हाइड्रोमा लगानी छ, धेरै ठाउँमा छ। अर्को चाहिँ कर्जा मात्रै दिने। कर्जा चाहिँ किन महत्त्वपूर्ण छ भने एउटा प्रोजेक्टमा कुनै पनि इन्फ्रास्ट्रक्चर प्रोजेक्ट भयो भने अथवा इन्डस्ट्रियल प्रोजेक्ट भयो भने त्यसमा इक्विटीको एमाउन्ट त 1/4 वरिपरि मात्रै हुन्छ। बाँकी त सबै डेटको एमाउन्ट, लोनको एमाउन्ट हुन्छ। त्यसकारण लोन बाहिर जानु भने चाहिँ झन् ठुलो लगानी बाहिर जाने हो। फेरि के भने त्यो रिपेट्रिएसनको ग्यारेन्टी भएर क्या, रिपेट्रिएसनको ग्यारेन्टी भएर बाहिर जानु हो। त्यसकारण यसरी चाहिँ इन्डियन पर्सपेक्टिभबाट पनि अब इकोनोमी बढ्दै जाँदाखेरि यसले झन् बढाउनका लागि अब ग्लोबल उसमा कम्पिटिसनमा बेसिकली इन्डियाले आफ्नो करेन्सीलाई ग्लोबल करेन्सी बनाउनको लागि एउटा सानो स्टेप ल्यायो, सानो स्टेप लिएर आयो र स्टेप यो बढाउने क्रम उसले सुरु गर्यो हैन। र एक किसिमले के भने करेन्सी वार भइरहेको थियो, यस आई एम रेडी फर द वार भनेर उसले यसले चाहिँ एउटा यो डिक्लेरेसन जस्तो पनि हो उसको। हजुर। अब नेपाली पर्सपेक्टिभबाट चाहिँ नि अब हेर्दाखेरि के छ भने नेपाललाई कसरी बेनिफिट गर्छ यसले? नेपाललाई चाहिँ पहिले नै नेपालले यो इन्डियाले यो नगरे पनि इन्डियन करेन्सी नेपालमा लिगल टेन्डर पनि थियो हैन। अरू ठाउँमा उसको सेमी कन्भर्टेबिलिटी नभए पनि नेपालमा त पुरै हामीहरूको चलाउन सक्थ्यौँ। अब फेरि हाम्रो ट्रान्ज्याक्सनलाई इन्डियन करेन्सीकै ट्रान्ज्याक्सनको फेसिलिटी पनि उसले दिएको थियो। तर त्यसका बावजुद पनि इन्डियन करेन्सी हामीहरूसित एक्सपोर्ट गर्ने कुराहरू नभएर इन्डियन करेन्सी आइरहेको अवस्था थिएन। त्यसकारण जुन इन्डियन करेन्सी हामीले इन्डियामा गएर खर्च गर्थ्यौँ नि, कार्डबाट खर्च गर्थ्यौँ होला, कोही अब विद्यार्थीहरूले लिएर जान्थे हैन, अब ब्याङ्करले त्यो कार्डको सेटलमेन्ट गर्नु पर्थ्यो होला, एलसीको सेटलमेन्ट गर्नु पर्थ्यो हैन। त्यो सबै सेटलमेन्ट गर्दाखेरि इन्डियन करेन्सीको रिजर्भ हामीहरूसित नभएर हामीले चाहिँ केमा सेटलमेन्ट गर्थ्यौँ भने डलरमा सबै इक्विभ्यालेन्ट डलरमा। हामीले आजको दिनमा मेजोरिटी अफ प्रोडक्ट्स नेपालमा इम्पोर्ट हुने इन्डियाबाट भए पनि डलरमा पेमेन्ट गरेका इन्डियन करेन्सी। अब इन्डियन ब्याङ्कले यहाँ हामीहरूको प्रोजेक्टहरूलाई यहाँको चाहिँ मतलब प्राइभेट सेक्टरलाई लोन दिएपछि त त्यो इन्डियन करेन्सी आयो नि त, इन्डियन करेन्सीको आपूर्ति पनि भयो, एक किसिमले करेन्सी स्वाप जस्तो पनि भयो कि इन्डियन करेन्सी। अहिले चाहिँ हामीले खर्च डलरमा गरिरहेको थियौँ, अब चाहिँ हामी इन्डियन करेन्सीमै खर्च गर्न सक्छौँ। त्यो एउटा मेजर बेनिफिट। डलरमा खर्च गर्दाखेरि चाहिँ जुन तरिकाले भाउ बढाइ छ डलरको, हाम्रो पनि खर्च बढाइ भयो। तर इन्डियन करेन्सीमा हामीले खर्च गर्यौँ भने त 1.6 फिक्स छ, खर्च बढेन। एकदम सहज हुन्थ्यो त्यो हामीहरूलाई। दोस्रो चाहिँ नि अर्को सहज, अब अर्को हामीहरूको के छ भने ठुल्ठुलो प्रोजेक्टमा गर्नुभयो भने नेपाली ब्याङ्किङ क्षेत्रको चाहिँ लिमिटेड छ क्यापासिटी। त्यो भएको हुना जस्तो काठमाडौँमा अब मेट्रो ट्रान्सपोर्ट सिस्टम डेभलप गर्नु पर्यो कुनै पनि फर्मको, अब त्यसमा त ट्रिलियन्स अफ रुपिज लाग्छ। त्यसमा नेपाली ब्याङ्कहरूबाटै हामीहरू सोर्स दिलाउन सक्दैनौँ, लिन सक्दैनौँ। तर बाहिरबाट लिएर आयो भने हाम्रो करेन्सी इन्डियन करेन्सीसित पेक गरेको छ। त्यसैले मैले डलरमा पे गरेर बाहिरबाट लोन लिन आउन सक्ने स्थिति बनाऊ भनेर पहिले भनिआएको। अब इन्डियाले खोलिदियो भने इन्डियाको त अब हामीहरू ट्रिलियन्स अफ रुपिज पनि हामीहरू इन्डियन ब्याङ्किङ सेक्टरबाट बरो गर्न सक्छौँ। यसलाई मैले कहाँ जोड्न खोजेँ भने जस्तै नेपाली ब्याङ्कहरूको पनि एउटा ठुलो समस्या भने चाहिँ लोन डिस्प्याच गर्न सकेका छैनन्। इन्ट्रेस्ट रेट घटाइ छ। इन्ट्रेस्ट रेट घट्नु भनेको कारण डिपोजिट बढी भयो, लोन गएन, मान्छेहरूले लोन लिइरहेका छैनन्।
जुन इकोनोमिक धराशयमा छौँ हामी, त्यो हिसाबले एउटा नेपाली ब्याङ्कहरूलाई लोन दिन नसकेको खण्डमा या मार्केटले लोन नलिरहेको खण्डमा अब इन्डियन ब्याङ्कहरूले पनि लोन दिन्छु भनिसकेपछि उनीहरूलाई कम्पिटिसन हुन्छ कि विल दिस हेल्प नेपाली ब्याङ्क्स? होइन, यसलाई के छ भने लोन घट्नुको, इन्ट्रेस्ट रेट घट्नु भनेको नराम्रो पक्ष होइन। यसले के भने इन्ट्रेस्ट रेट बढ्नु भनेको आफैमा एउटा इन्फ्लेसन हो, त्यसले मूल्य वृद्धिमा चाप पर्दछ। तर घटेर पनि अब चाहिँ मतलब ग्रोथ पनि नहुने, अब इन्ट्रेस्ट रेट पनि घट्दै गयो भने फेरि स्ट्यागफ्लेसनको हामीहरू चपेटामा पर्छौँ होइन। कस्तो हो भने प्रोडक्ट छ बिक्री छैन भने जस्तोको परिस्थिति यहाँ पर्छौँ र त्यो चाहिँ 1 लाख रुपियाँ बनेको चिज 90,000मा दिनुपर्ने परिस्थिति आउन सक्छ। त्यो पनि नबन्नका लागि अब यहाँको इन्फ्रास्ट्रक्चर प्रोजेक्टलाई इन्डियन ब्याङ्कहरूले चाहिँ जब फाइनेन्स गर्न सुरु गर्छन् भने त्यसमा के भने सहकार्यमा नेपाली ब्याङ्कहरू पनि आउन सक्छन्, कन्सोर्टियममा जस्तो नेपाली ब्याङ्कहरू पनि। जुन अलि एउटा लिगल ब्यारियर छ नि, जस्तै नेपालमा धितो राख्नु पर्यो, मलाई मेरो घर धितो राखेर लोन लिनु पर्यो भने धितो चाहिँ मैले नेपाली एन्टिटीमा मात्र राख्न सक्छु, विच इज नेपाली ब्याङ्क। जस्तै मैले इन्डियन यही सिस्टममा मैले इन्डियन ब्याङ्कसँग मैले लोन लिनु पर्यो रे घर धितो राखेर भन्ने त त्यो त मलाई राख्न मिल्दैन आजको कानुन अनुसार। सो त्यसमा चाहिँ यो कुरा जुन इन्डियाले गर्यो, एउटा नयाँ कदम चाल्यो, 2-3 दिन भयो, नेपालले यो कुरालाई एक्सेप्ट गर्नको लागि चाहिँ कस्तो खालको कानुनहरूमा चाहिँ चेन्जेसहरू ल्याउनुपर्छ? त धेरै रिफर्म गर्नुपर्छ अहिले। के भने इन्डियाले पो खोल्यो त, हामीहरूले अहिले पनि इन्डियन ब्याङ्कबाट लिनका लागि त खोलेका छैन। दिस इज समथिङ इफ यु चुज टु एक्सेप्ट, बाहिरबाट लोन लिन पाउने भन्ने चाहिँ त हाम्रो छ फिट्टामा होइन। हजुर, त्यसअनुसार हामीहरू लोन लिन त पाउँछौँ। अब इन्डियनले खोलिदियो, त्यसैका आधारमा पनि अब आउने सम्भावना चाहिँ बढेर गयो। तर मर्गेजका अब कार्यविधिहरू हामीहरूले चाहिँ मतलब गर्नुपर्छ। जस्तो अब घर किन्न भने त घर बनाएर त रिटेल लोनमा गयो होइन, मर्गेज लोनमा इक्जाम्पल। तर ठुलो प्रोजेक्टहरूलाई पनि त अब त्यसको सबै प्रोपर्टीहरू त मर्गेज गर्नु पर्यो, सेयरहरू मर्गेज गर्नु पर्यो। त्यसका लागि अहिलेसम्म के भने जस्तो अन्तर्राष्ट्रिय स्तरबाट लोन लियो भने मर्गेज गर्नु पर्यो भने नेपाली ब्याङ्कलाई एजेन्सी ब्याङ्क नियुक्ति गर्नुपर्छ। हजुर, त्यो भयो भने त के भने बेकारमा एजेन्सी फी पनि त बराबरले बिना जान्छ, तिर्नु पर्यो, महँगो पर्यो उसलाई लोन। त्यो नपर्नका लागि अब डाइरेक्ट प्राइभेट नेपालको प्राइभेट सेक्टरलाई इन्डियन ब्याङ्कहरूले फाइनेन्स गरिरहेका छ भने त्यसले डाइरेक्ट नेपालको अड्डामा चाहिँ मर्गेज गर्न पाउनु पर्यो त्यो प्रोजेक्टको प्रपर्टी। त्यस्ताले चाहिँ मतलब लिगल ब्यारियर चाहिँ हामीहरूले समाधान गर्नुपर्छ। यसलाई भनेपछि जुन किसिमको लोनहरू इन्डियन ब्याङ्क्सहरूले डिस्प्याच गर्न खोजिरहेछन्, जुन स्केलमा त्यो हुन्छ, त्यो चाहिँ मोस्ट प्रोबेबली नेपाली ब्याङ्कहरूको क्षमता बाहिरका प्रोजेक्टहरूको लागि हुन्छ। अब त्यसमा अब ठुल्ठुलो हाइड्रो जस्तो रिजर्भोयरहरू बनायो। अब यहाँ कस्तो छ भने ठुलो प्रोजेक्टले एउटैले भनौँ न, अब भनौँ न ट्रिलियन्स अफ रुपिजको एउटै प्रोजेक्टले चाहिँ बरो गरिदियो नेपालको चाहिँ मतलब ब्याङ्कहरूबाट भने त चाहिँ नेपाली ब्याङ्कहरूले अरू लोन त दिनै सक्दैन, रिटेल लोनहरू दिन सक्दैन। अहिले पनि नेपाली ब्याङ्कहरूले म्याक्सिमम चाहिँ मतलब लेन्डिङ गरेको भनेको अहिले 52 बिलियन एनपिआर अथवा 52 अर्ब नेपाली रुपियाँ बराबरको मात्रै छ। त्यहाँभन्दा ठुलो चाहिँ कन्सोर्टियमले, पुरा ब्याङ्कको कन्सोर्टियमले जम्मा। त्यो भनेको चाहिँ मतलब इन टर्म्स अफ डलर हेर्दाखेरि कुनै ठुलो प्रोजेक्टै होइन कि। त्यो चाहिँ मतलब झन् 300 मेगावाट भन्दा तलको हाइड्रो पावर प्रोजेक्ट हो। अब 1000 मेगावाटको हाइड्रो पावर प्रोजेक्टलाई दिनु पर्यो भने त्यसको इक्विटी भने त कम हुन्छ। नेपालीहरूले मात्र पनि यो क्राउड फन्डिङ र इन्स्टिट्युसनल फन्डिङबाट आउन सक्छ। तर त्यसको चाहिँ डेप्ट पार्ट भने त बाहिरबाट ल्याउनु पर्छ नि। डेप्ट भने त लगभग डलरमा आउँदाखेरि पछि त्यो डलरको मूल्य कसरी बढ्छ, हेजिङ गर्दाखेरि अहिले हेजिङ राख्दाखेरि नै 9-10% पर्छ। अब इन्टरनल रेट भन्दा हेजिङको कारणले बाहिरबाट ल्याउँदा डलरमा लोन लिँदा विदेशी मुद्रा लिँदाखेरि बढी पर्ने, भित्रकाले दिन नसक्ने अवस्था छ नि त अहिले हाम्रो ठुलो आजको दिनमा। 100 अर्ब रुपियाँ कुनै प्रोजेक्टले लिनु पर्यो भने यो ठुलो कुरै होइन। 100 अर्ब रुपियाँ चाहिँ एउटा प्रोजेक्टले लिनु पर्यो भने 100 अर्ब रुपियाँ भने त सामान्यतः 800-900 मेगावाटको प्रोजेक्टको लोनै त्योभन्दा बढी हुन्छ।
त्यति लिनु पर्यो भने अब नेपालको ब्याङ्कले सक्दैन, बाहिरबाट लिउँ भने त महँगो पर्न आउँछ। यसका लागि त अपर्च्युनिटी भयो। इन्डियाबाट लिँदाखेरि त महँगो परेन। डलरमा लिँदाखेरि आजको दिनमा 141 छ, 1 वर्षपछि रिपे गर्दाखेरि 155-60 पुग्यो भने महँगो पर्यो। 5% भन्दा कममा हेजिङ गर्न कुनै ब्याङ्क मान्दैन। त्यत्रो इन्फ्लेसन भइरहेछ, डलर हैन। अनि त्यसकारण यो चाहिँ एकदम ठुलो अपर्च्युनिटीको रूपमा नेपालले लिनुपर्छ। नेपालले इनिसिएट गर्नु पर्थ्यो। भारतले अहिले इनिसिएट गरेको छ। यो नेपालको लागि गोल्डन अपर्च्युनिटी। नेपालले चाहिँ यो कुरालाई कसरी वेलकम गर्नुपर्छ त? हैन, वेलकम गर्नुपर्छ र सबै कानुनी व्यवधानहरू के छन् तिनीहरूको अध्ययन गरेर सबै चाहिँ मतलब समाधान गर्नुपर्छ र तुरुन्तै वास्तवमा अहिले त छुट्टी छ। मेरो चाहिँ मतलब आशा र विश्वास छ अफिस खुल्ने बित्तिकै अब माननीय गभर्नरजीले यसका लागि चाहिँ विशेष वक्तव्य जारी गरेरै भारतको यो नीतिको स्वागत गर्नुपर्छ। सो अगाडि बढ्दाखेरि मैले कहाँ जोड्न खोजेँ भने इन्डियामा यो कुरा सुरु भएको पीवी नरसिम्हा राव प्रधानमन्त्री हुँदा र मनमोहन सिंह फाइनेन्स मिनिस्टर हुँदाखेरि 1992 मा उनीहरूले फरेन इन्भेस्टमेन्ट इन्टरनेसनल इन्स्टिट्युसनल इन्भेस्टर FII लाई उनीहरूले वेलकम गरे। त्यो चाहिँ इकोनोमिक सेकेन्डरी मार्केटमा। सो त्यसलाई चाहिँ धेरैजनाले, धेरै विज्ञहरूले इन्डियन इकोनोमीको लिबरलाइजेसनको पहिलो अध्याय पनि भन्नु हुँदो रहेछ हैन। नेपालले त्यो अध्याय सुरु गर्नको लागि अहिलेसम्म के गरेको छैन, तर इन्डियाले नै आफ्नो हात अगाडि बढाएको जस्तो देखिन्छ आजको खण्डमा हैन। अब यो कुरालाई मैले कहाँ जोड्न खोजेँ भने इन्स्टिट्युसनल बोरोइङ एन्ड फाइनेन्सिङमा के महत्त्व हुन्छ, त्यसले नेपालको कायापलट कसरी गर्न सक्छ? यसमा के छ भने नेपालले लिबरलाइजेसनमा जति कुरा गरे पनि सेकेन्डरी मार्केटमा लिबरलाइजेसन अहिलेसम्म गरेन। FIIहरूलाई खोलेको छैन। अब यसले चाहिँ मतलब ग्लोबल्ली FIIलाई नखोल्ने हो भने पनि इन्डियन इन्स्टिट्युसनल इन्भेस्टर III भनौँ न हैन लाई मात्रै खोलिदियो भने के हो भने नेपालमा त सेकेन्डरी मार्केटमा तमाम किसिमका ब्यारियरहरू छन्। इन्डियनमा त्यत्रो ब्यारियर छैन। नेपालको स्टकमा इन्डियन इन्स्टिट्युसनल इन्भेस्टरले लगानी गर्ने भयो भने मार्जिन लेन्डिङ तीबाट पनि लिएर आउन सक्ने भयो नि त उनीहरूले। यो एउटा चाहिँ मतलब ठुलो अपर्च्युनिटी हुन्छ हाम्रो सेकेन्डरी मार्केटका लागि पनि। र त्यो सेकेन्डरी मार्केटका लागि यो अपर्च्युनिटी हुने बित्तिकै अब आउने प्रडक्टहरूका लागि पनि यो स्वत अब आउने स्टकहरूका लागि पनि स्वत यो चाहिँ अपर्च्युनिटी हो। सो नेपालले कानुनी व्यवधानहरू सबै समाधान गरेर यो कुरा वेलकम गर्यो भने एक तरिकाले इन्डियन इन्स्टिट्युसनल्सहरू, फाइनेन्सियल इन्स्टिट्युसनल्सहरूले चाहिँ नेपालको सेकेन्डरी मार्केटमा पनि इन्भेस्ट गर्न सके। त्यो बाटो खुल्यो। त्यो कुरा गर्ने बित्तिकै इन्भेस्टमेन्ट यति बढ्छ कि मार्केट भयङ्कर बढ्छ भन्ने हामी एउटा अपेक्षा गर्न सक्छौँ। बढ्छ। अब प्रोडक्ट डाइभर्सिफिकेसन हुन्छ। अझ यहाँ त के भने दुईटै देशको स्टक एक्सचेन्जहरूलाई, स्टक मार्केटलाई इन्डियाले त खुलै गरेको छ। हामीले इन्डियन स्टक मार्केटमा पनि लगानीको लागि अब चाहिँ खुला गरिदिएर नेपाली कम्पनीहरूले पनि इन्डियन स्टक मार्केटमा लगानी गरेर इन्डियन ब्याङ्कहरूबाट अथवा नेपाली ब्याङ्कबाटै मार्जिन लेन्डिङहरू उठाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ। ठिक छ। मैले फेरि अघिकै प्रश्नमा जोड्न खोजेँ US भर्सेस इन्डिया, जुन अहिले हट टपिक छ ग्लोबल्ली हैन। जस्तै युएसले डोनाल्ड ट्रम्प प्रेसिडेन्ट भइसकेपछि सर्टेन गरेका कुराहरू मध्ये इन्ट्रेस्टिङ लागेको मलाई क्रिप्टोको लिगलाइजेसन र सर्टेन क्रिप्टो टेन्डर्सहरूलाई चाहिँ उनले भयङ्कर रूपमा पुश गर्यो, बढाइरहेछ। जुन तरिकाले क्रिप्टोको भाव बढिरहेछ, इट सिम्स लाइक US डलर चाहिँ विक भइरहेछ इन कम्पेरिजन टु क्रिप्टो हैन। सो यो कुरा चाहिँ कसरी इन द मिक्स आउँछ कि जुन इन्डियाको स्टेप लिएको छ र जुन यो क्रिप्टोको लिगलाइजेसन इन US र क्रिप्टोको जुन प्राथमिकता बढाइरहेछ युएसले, यो कुराले चाहिँ यो कुरामा जस्तै यो इन्डियाको स्टेपमा चाहिँ कसरी इम्प्याक्ट, कसरी चाहिँ इन्फ्लुएन्स गराछ? यसमा चाहिँ के छ भने अहिले यो अब फर्मल्ली त आएको छैन, तर US को पोलिसीहरू हेर्दाखेरि के देखिन्छ भने USA ले जुन टोकनहरूलाई स्ट्राटेजिक डिजिटल एसेट भनेर मान्यो, तिनीहरूको मूल्य चाहिँ इन टर्म्स अफ US डलर चाहिँ बढाइ छ।
यसको अर्थ युएस डलर चाहिँ विक भइरहेको छ तिनीहरूको सापेक्षमा। पहिला $1 मा एउटा बिटकोइन आउँथ्यो भने अब एउटा बिटकोइनलाई $1 लाख पर्न आउँछ। त बिटकोइनको सापेक्षमा डलर त कमजोर भयो। त्यस्तै गरेर इथेरियमहरू छन् हैन, अरू पनि टोकन होला, मैले भन्न सकिन्न। अनि त्यसको चाहिँ अब होल्डिङ अथवा त्यसको जमावडा चाहिँ अमेरिकासित ठुलो छ भनेपछि अमेरिकाको जुन पब्लिक डेब्ट छ त्यो डेब्टलाई सर्भ गर्न अब डलरलाई विक बनाएर त्यो स्ट्राटेजिक डिजिटल एसेट्स भनेर जुन टोकनहरूलाई उसले अहिले कलेक्ट गरिरहेको छ तिनीहरूलाई स्ट्रङ बनाएर त्यो मार्फत त उसले सर्भ गर्दै छैन भनेर एउटा चाहिँ विश्लेषण धेरै ठाउँमा त्यो विश्लेषणहरू आइरहेको छ। त्यो चाहिँ मतलब अब पण्डितहरूले हैन, इकोनोमिक्सका पण्डितहरूले त्यो कुरा, मोनिटरी इकोनोमिक्सका पण्डितहरूले त्यो कुरा भनिरहेका छन्। त्यसले गर्दाखेरि पनि डलरको सापेक्षमा हाम्रा करेन्सीहरू विक हुने, डलर चाहिँ क्रिप्टोको सापेक्षमा विक हुने। अब भारतले आफैले पनि सर्टेन लेभलमा क्रिप्टोको एक्सचेन्जहरूलाई र उसले चाहिँ लिगल टेन्डर गरेको छ। त्यो अवस्थामा डलर बाहिर रहेर पनि आफ्नो इकोनोमीलाई स्ट्रङ बनाउनु पर्छ भन्ने मान्यतामा भारत गएको देखिन्छ। डलर बाहिर रहेर पनि आफ्नो इकोनोमीलाई, आफ्नो पैसालाई स्ट्रेन्थ दिने चाहिँ मतलब पहल भारतले सुरु गरेको म देख्छु यसमा। हामी अब जस्तै टोकन्सहरूकै कुरा गर्दाखेरि यो जुन इन्डियाले एउटा स्टेप ल्याएको छ, एउटा घोषणा गरेको छ, यसले ग्रिन बन्ड्सहरू र टोकनाइजेसनको लागि चाहिँ नेपालमा कस्तो वातावरण क्रिएट गर्छ र कस्तो बाटो खोल्छ? नेपालले अब यो चाहिँ मतलब इन्टरनेसनल बन्ड मार्केट र टोकनमा प्रवेश गर्नका लागि कानुनी सुधार गरेकै छैन। तर अब भारतले यति सुधार गरिसकेपछि अब नेपालले नै पहल गर्नुपर्छ कि इन्डियन क्यापिटल मार्केटमा कमसेकम नेपालको बन्डहरू र टोकनहरू चाहिँ सेल गर्न पाउने। त्यो भयो भने इन्डियाकै क्यापिटल मार्केटबाट नन ब्याङ्किङ अथवा एफआइआई भन्दा बाहिर, फाइनेन्सियल इन्स्टिट्युसन एफआइएस भन्दा बाहिर गएर चाहिँ नेपाली कम्पनीहरूले पनि डेब्ट उठाउन सक्छन्। अब भारतमा त निजी क्षेत्र प्रशस्त अब ग्रिन बन्ड हैन, इन्फ्रास्ट्रक्चर बन्डहरू जारी गरेर चाहिँ धेरै प्रोजेक्टहरू गरिरहेका छन्, अदानीले गरिरहेका छ। नेपालमा पनि त ग्रिन बन्डको कुरा गर्ने त सबै कुराहरू भएको छ, तर त्यसलाई प्राइभेट सेक्टर फ्रेन्डली रूपमा अगाडि बढाइएको छैन, नीतिहरू छैन। त्यसरी नीति र विधि बनाइयो भने, तर अब भारतलाई हामीले अनुरोध गर्नु पर्यो कि कमसे कम अब भारत पनि टोकनको मार्केटमा पनि जान्छ भने जस्तो रियल वर्ल्ड एसेट हैन को आधारमा कुनै पनि कम्पनीको भ्यालुएसन गरेर त्यसको टोकनहरू चाहिँ फ्लोट गर्ने र त्यसरी टोकनाइजेसनको माध्यममा जाने अथवा चाहिँ बन्दै गरेको एसेट्सहरू, फ्युचरिस्टिक एसेटको टोकनहरू मार्केटमा फ्लोट गर्ने अथवा बन्डहरू फ्लोट गर्ने। त्यसमा चाहिँ अब भारतले कसरी आफूलाई रिफर्म गर्छ त्यसरी ट्युनिङ गरेर हामीहरू जान सक्छौँ। अब अहिले टोकनकै पूर्ण रूपेण उदारीकरण भारतमा पनि भइसकेको अवस्था छैन, जसरी चाहिँ दुबईले गरिरहेको छ। त्यसकारण भारतको बजारमा अब टोकनमै हामीहरू जान सक्छौँ कि सक्दैनौँ, होइन बर्निङ टोकनमा जान सक्छौँ कि सक्दैनौँ त्यो थाहा अहिलेसम्म भारतको इनिसिएसनले चाहिँ त्यो बाटो खोलिसकेका छैन। तर अब फ्युचरमा खोल्यो भने चाहिँ, भविष्यमा खोल्यो भने चाहिँ त्यसका लागि ट्युनिङ गरेर हामीहरू अगाडि जानुपर्छ। ठिक छ। अन्तिममा मैले यो सबै कुरा हुँदाहुँदै एउटा मार्केटमा उत्पन्न हुन सक्ने नेगेटिभ भाष्य के हुन सक्छ र त्यो भाष्यलाई हामीले कसरी हेर्नुपर्छ भने सोध्न खोजेँ। जस्तै एउटा कुरा चाहिँ के बिल्ड हुन सक्छ जुन मैले देखिरहेको छु नेपालमा जुन तरिकाको इन्डियाप्रतिको नेगेटिभिटी छ होइन, एउटा एन्टी इन्डियनिजमको एउटा जुन भावना छ, इन्डियन ब्याङ्क्सहरूले चाहिँ नेपाली मान्छेहरूलाई, नेपाली बिजनेसहरूलाई लोन दिएर चाहिँ इन्डियाले नेपालको डिपेन्डेन्सी चाहिँ इन्डियासँग बढाउन खोजेको भन्ने एउटा नेगेटिभ भाष्य पनि क्रिएट हुन सक्छ नि त यो कुराले गर्दाखेरि। त्यस्तो सोच्ने मान्छे पनि छ। त्यस्तो सोच्ने मान्छेहरूलाई अब राष्ट्रवादको नाममा हामीहरूले पहिलेदेखि समाजवाद र राष्ट्रवादकै नाममा इकोनोमी र फरेन रिलेसन बिगारेको हो। त्यसैको एउटा यो भेरिएन्टको रूपमा आउने हो। त्यसो पनि ठिकै छ त, 12-13 वर्षदेखि मैले त भनिआएकै हो
कि युएस डलरमा कन्भर्टेबल करेन्सीमा पे गरौँ र अन्तर्राष्ट्रिय जहाँबाट पनि ल्याउँ न, भइहाल्छ त। करेन्सी पे गर्ने भारतसँग, अनि कर्जा लिने अरूसँग किन काम गर्ने? यो मूर्ख काम किन गर्ने हामीहरूले? अब भारतले बाटो खुलेछ। सबै मान्छेले कान खोलेर सुन्ने विषय के हो भने अहिलेको जगतमा एब्सोल्युट सोभरेन्टी भन्ने एक्जिस्टै गर्दैन। तपाईको इकोनोमिक सोभरेन्टी र टेक सोभरेन्टी बिनाको तपाईँ पोलिटिकल सोभरेन्टी खोज्नुहुन्छ भने तपाईँलाई मूर्ख बाहेक केही भन्न सकिँदैन। पहिले टेक सोभरेन्टी र इकोनोमिक सोभरेन्टी बिल्डअप गर्नुहोस्, अनि स्वतः पोलिटिकल सोभरेन्टी आउँछ। अन्तिममा एउटा लास्ट क्वेसन, अहिले नेपालको जुन रिसेन्ट सबै कुराहरू भयो सबैलाई थाहा छ, जुन हामीले नेसन रिबिल्डिङको फेजमा छौँ अहिले, जसको लागि भयङ्कर धेरै खर्च लाग्छ। अर्थ मन्त्रालयले नै एउटा विज्ञप्ति निकालेर क्युआर कोड राखेर पैसा डोनेट गर्नुहोस् नेसन रिबिल्डिङको लागि भनिरहेछ। प्राइभेट सेक्टरलाई उत्तिकै रिक्वेस्ट गरिरहेछ, इन्भेस्ट गर्नुहोस् नेसन रिबिल्ड गर्नको लागि, हामीलाई तपाईँको सहायता चाहिन्छ भन्ने हिसाबले। र यो इनिसिएसनमा जुन इन्डियाले गरेको छ, यसले चाहिँ प्राइभेट सेक्टर्सहरूलाई कतिको हेल्प गर्छ, जसले चाहिँ नेसन रिबिल्ड गर्नको लागि एउटा ठुलो योगदान हुन्छ? अब फाइनेन्सियल रिसोर्सेसको रूपमा चाहिँ यसले प्राइभेट सेक्टरलाई असाध्यै हेल्प गर्छ। तर जुन नेपालमा प्राइभेट सेक्टरलाई परेका 4वटा प्रब्लमहरू अहिलेसम्म, एउटा त कानुनी ढिलासुस्ती र कानुनी विरोधाभास, अर्को हरेक सेवा प्रदायक अड्डाहरूमा को भ्रष्टाचार, तेस्रो अपेक्षित फाइनेन्सियल रिसोर्सेस नेपालको बैंकिङ सेक्टरमा नहुनु ठुला प्रोजेक्टका लागि। अब अहिले अर्को समस्या थप्यो सेक्युरिटी, हैन? सेक्युरिटी भनेको चाहिँ त हुलिग्यान यस्तो ग्याङस्टरहरूको सेक्युरिटी भएन कि, मोबबाट सेक्युर्ड हुनु पर्यो। त्यो एउटा सेक्युरिटीमा नयाँ समस्या थपिया छ। त्यसको त अब प्रत्याभूत सरकारले नै गर्नुपर्छ, नेपालका सेक्युरिटी आउटफिटहरूले नै गर्नुपर्छ। त्यसका अतिरिक्त फाइनेन्सियल रिसोर्सेसको जुन नेपालमा अलिकति कमी थियो, त्यसको चाहिँ यसले चाहिँ समस्या समाधान गर्छ र त्यसले कन्फिडेन्स चाहिँ प्राइभेट सेक्टरलाई बिल्डअप गर्छ। जहाँसम्म चाहिँ यो अब पुनर्निर्माणको विषय छ, खास गरिकन गभर्मेन्ट बेस्ड कोल्याटरलहरूको, अब प्राइभेट सेक्टरलाई राहत पनि दिनु परेको छ। अब सरकारले त्यसलाई पुनर्निर्माण पनि गर्नु परेको छ। अब भिख मागेर पुनर्निर्माण हुँदैन, ट्याक्स चाहिँ यसलाई बढाउनु पर्यो। त्यसका लागि जति सक्दो लिबरलाइजेसन गरेर बिजनेस वातावरण निर्माण गर्नु पर्यो, अर्डिनेन्सहरू लिएर आउनु पर्यो। अनि जति चाहिँ रेभिन्यू कलेक्ट हुन्छ त्यो रेभिन्यूबाट तिर्ने गरी बरु यो त रिस्ट्रक्चरिङ, यो के भन्छ पुनर्निर्माणलाई, हैन? पुनर्निर्माणको लागि चाहिँ बन्डहरू जारी गर्नुपर्छ सरकारले। अब भारतले चाहिँ मात्र खोल्या छ भने भारतलाई रिक्वेस्ट गरेर इन्डियन मार्केटहरूमा पनि बन्ड जारी गर्नु पर्यो। सिंहदरबार र सर्वोच्च न्यायालय अथवा केहीलाई सकिँदैन होला, अरूलाई त के छ भने ठिक छ। अब अरू त प्राइभेट सेक्टरलाई पनि काहीँ चाहिँ मतलब त्यस्ता सर्भिस बेस चाहिँ मतलब छन् भने प्राइभेट सेक्टरलाई पनि तिमी बनाऊ भनेर चाहिँ मतलब प्राइभेट सेक्टरबाट पनि रेन्टल उसमा चाहिँ मतलब रेन्टल ग्यारेन्टी गर्न सक्छ सरकारले। त्यसो भने एकैचोटि सरकारले तिर्नु परेन। डिफरेन्ट डिभाइसहरू हुन्छन्, त्यसरी अगाडि बढाउनु पर्छ। तर सरकारले चाहिँ यो चुनाव गराउने सरकार हो भनेर यस्ता नीतिमा कन्फ्युज भएर बस्न पाउने छुट छैन। चुनाव गराउने सरकार भयो भने सरकार त हो, रेस्पोन्सिबिलिटी त छ। सो बटम लाइन अब मैले हेर्दाखेरि चाहिँ समराइज गर्नु पर्दाखेरि नेपाल अहिले रिबिल्डिङको फेजमा छ, नेसन रिबिल्डिङको फेजमा हामी दौडिरहेछौँ। यो रिबिल्ड गर्नको लागि भयङ्करै ठुलो खर्च लाग्छ। त्यो खर्च भनेको क्युआर कोड स्क्यान गरेर कसैले डोनेट गरेको पैसाले मात्र हुँदैन। त्यसको लागि भयङ्कर धेरै ट्याक्स निर्माण गर्न सक्नु पर्यो सरकारले। ट्याक्स निर्माण हुने भने व्यवसायीहरूबाट नै हो।
जुन प्राइभेट सेक्टरले धेरै गरिरहेछ र प्राइभेट सेक्टरबाट अझै धेरै ट्याक्स जेनेरेट गर्ने हो भने नयाँ नयाँ बिजनेसहरू सुचारू गर्नको लागि गभर्नमेन्टले नीतिहरू बनाएर त्यसलाई लिबरलाइजेसनको उसमा लिएर जानु पर्यो। त्यसको लागि दुईटा मैले देखेको अपर्च्युनिटी भनेको एउटा एसएमइजहरूको थ्रु मल्टिपल नयाँ एसएमइजहरू जेनेरेट गर्न सक्छन्। एसएमइजको लागि रिटेल लोन हाम्रै ब्याङ्किङ प्रणालीबाट काफी छ, तर मेगा प्रोजेक्ट्सहरू पनि नेपालमा आउनु पर्यो जसको लागि हाम्रो ब्याङ्किङ प्रणालीमा उपयुक्त फन्ड छैन, लोन दिनको लागि बाहिरबाट ल्याउनु पर्छ। त्यसको लागि चाहिँ बाहिरबाट डलरमा ल्याउनु पर्थ्यो जुन महँगो पर्थ्यो हेजिङले गर्दाखेरि। अब इन्डियाले यो गरिसकेपछि एउटा नयाँ बाटो हामीलाई खुल्यो जुन चाहिँ हामी फिक्स्ड 1.6 को जुन रेट छ इन्डियासँग त्यसमा सस्तोमा लोन लिएर आएर हामीले गर्न सक्छ। यो अपर्च्युनिटी हो, अब खुल्यो। अब यसलाई नेपालले स्वागत गर्नुपर्छ। हुन्छ, हस्, धन्यवाद।